हे गाइज वेलकम ब्याक टु दिस न्यू भिडियो। सबैलाई नमस्कार। आजको नयाँ एपिसोड अथवा नयाँ पोडकास्टमा सबैलाई स्वागत छ। आइडियाहरू थुप्रै हुन्छन्, तर आज म एउटा चिजको कुरा गर्छु जुन चाहिँ मेरो कपाल हो। सायद कपाल भन्नाले यस्तो कपाल होइन नि, फेरि जुन म यो पोका बाँधेर बाँधेको छु एउटा होइन, टुप्पी बाँधेर होइन, अलिकति लामै छ कि यहीँ पुगिसक्यो होइन। लगभग 2 वर्ष भइसक्यो यो कपालको मैले पालिरहेको होइन। सो होइन लेफ्ट होइन, मतलब प्रिन्टिङको जब छोडेर जब म पठाउ डेलिभरी गर्दै जाँदै थिएँ त्यो बेलादेखि म पालिरहेको छु। प्रिन्टको जब गर्दाखेरि चाहिँ जुन मेसिन चलाउने भएकोले चाहिँ म थियो नि एउटा त्यो कपाल पालेन मैले त्यो बेलामा मेसिन चलाउने भएर। तर आफ्टर होइन जब पठाउ गर्नु थालियो त्यसपछि त्यसमा चाहिँ अलिकति व्यक्तिगत इच्छालाई बढी नै प्रिफर गरियो भनौँ। म आफ्नो लाइफलाई अलिकति प्राथमिकता दिएँ आफैलाई। अनि त्यो बेलामा नै मैले ट्रिप सुरु गरेँ, हर चिज सुरु गरेँ, मान्छेसँग घुलमिल पनि भयो, लाइक एभ्रिथिङ ह्यापन्ड होइन। सो म आज यो कपालको बारेमा किन कुरा गर्छु भनेपछि होइन, धेरैजनाले मलाई सोधिरहेको हुन्छन् कि अहिले के होइन, अहिले त्यसमा म मार्केटमा गइसकेँ, अलिकति व्यापार स्यापार भइरहेछ भनेपछि धेरैजनाले मलाई सोध्नुहुन्छ होइन कि किन कपाल पाल्छौ अथवा तिम्रो कपाल किन छ। कसैले यसको मजाक पनि उडाउँछन्, लाइक भन्छन् कि तिमी केटी जस्तो देखिरहेछौ भनेर होइन, केटी त बन्ने होइन, तिमी केटी जन्मेको कि केटी भएर जन्मिरहेको थियो क्या हो भनेर भन्छन् क्या। अनि अर्को भनेको आलोचना पनि गर्छन्, किन कपाल पाल्नु पर्यो, मतलब अलिकति टाइपको हुन्छ नि, केटा भएर बस न, राम्रो अलिकति सानो मिठो कपाल बनाएर बस न भन्छन् कि होइन। तर लिटरली के धेरैजना कम मान्छे त्यस्तो छन् होइन जसले चाहिँ मलाई सोधिरहेको हुन्छन् कि मतलब यसको पछाडिको मतलब चाहिँ के हो भनेर। लाइक एकजना हाम्रो बिजनेस मतलब अर्को एकजना हुनुहुन्छ दाजु हुनुहुन्छ होइन, उहाँले भन्नुहुन्छ कि सायद तिमीले कुनै चिज मागेछौ कि त्यो पुरा भएसम्म मात्र तिमी कपाल काट्ने होइन, त्यही तबसम्म चाहिँ तिमी पालिराख्छौ कि भन्ने टाइपको कुरा गर्छ। त्यो पनि होला कसैले, तर मेरो लागि चाहिँ यो सायद मिनिङहरू फरक नै छन् कि। सो त्यस्तो होइन, जोक बनाउनु भन्दा पनि क्रिटिसाइज गर्नु भन्दा पनि होइन, सोध्नु क्या कि यसको अर्थ चाहिँ के हो तिम्रो लाइफमा। यदि हामीले होइन कपालको बारेमा कुरा गऱ्यौँ भने थुप्रै केसहरू निस्किन्छन् क्या अहिलेको बेलामा, मुख्य गरी त जेनजी युगमा के। लाइक पहिलाको मिलेनियलहरूलाई हेर्नु न, उनीहरू सानै कपाल रुचाउँछन्। अहिले हेर्नु जेनजीहरूलाई होइन, जसले पनि मतलब स्कुलमा कपाल काट्यो भनेर केस गरिरहेको हुन्छ नि, अति नै के। मेरो साथी पनि एकजना थिए, उनी जब कपाल काट्न भनेपछि रोएर भिडियो हालेका थिए, लाइक कपाल किन म्याटर गर्छ पढ्ने कुरामा भन्ने हुन्छ क्या। तर अहिलेको बेला मेरो चाहिँ छुट्टै भयो, म पढाइबाट पनि टाढा भइसक्यो अब चाहिँ होइन, त्यस्तो स्कुल जान्न, स्कुल डेज मेरो खत्तम भयो, लाइक हुन्छ नि त्यो भइरहेको छ भनेपछि। यदि हामीले गाउँमा के हुन्छ भने होइन, कपाललाई हेरेर अलिकति मान्छेको हाउभाउ बताउने टाइपको के। लाइक ठुलो कपाल छ भनेपछि चाहिँ ट्यापे हो अरे, सानो कपाल छ भनेपछि ठिकै मान्छे हो अरे। तर त्यो कुरा त हामीले देखेका छौँ नि त। लाइक कति नै महात्मा एकदम हुन्छन् नि, उनीहरूले त ठुल्ठुलो कपाल पालिरहेको हुन्छ नि त, अनि उनीहरूको दिमागभित्र त राम्रै कुरा हुन्छ फेरि होइन, त्यो कुरा हुन्छ। तर जुन यो चेहराले हुन्छ नि, बाहिर के देखिरहेको छ र भित्र के छ भन्ने कुरा त होइन, त्यो दिमागभित्रको कुरा हो नि त। कोही साँच्चै होला होइन ट्यापे ठुलै कपाल पालिरहेको होला, छपरी भन्छन् जसलाई होइन, तर द्याट डजन्ट मिन होइन एभ्री वान इज लाइक द्याट के। सो र यसरी चाहिँ मान्छेहरू गाउँमा बस्दाखेरि अथवा सानैदेखि त्यो नर्मलाइज गर्छन् के भन्दाखेरि चाहिँ लाइक उनीहरूले डाइभर्स टाइपको देखिरहेको हुनु नि त गाउँमा त, कि भन्छन् कि साँच्चै एउटा भनाइ छ कि धेरै मान्छे घुम्ने, जो मान्छे धेरै घुम्छ उसँग धेरै ज्ञान हुन्छ अरे। तर उसँग पक्का पनि ज्ञान हुन्न त होइन, तर उसले चाहिँ जुन विशेषता देखिरहेको हुन्छ नि
जुन भेराइटी देखिरहेको हुन्छ, अनेकता देखिरहेको हुन्छ, जहाँ पनि त्यो मान्छे अलग छ, त्यो मान्छे अलग छ, त्यो रहनसहन अलग छ, त्यो संस्कृति अलग छ, त्यो लाइफस्टाइल फरक छ, अर्को लाइफस्टाइल फरक छ होइन। जसले चाहिँ होइन धेरै मान्छेको कथा कहानी देखिरहेको हुन्छ उसलाई चाहिँ थाहा होला कि नर्मल कसलाई भन्ने भनेर। तर गाउँमा के छ, सानो सानो कपाल पालिरहेको छ सबैजनाले, त्यो नै नर्मल हो भनिदिन्छ। अब हाम्रो गाउँमा आएर होइन तपाईँ ट्याटु बनाएर आउनुहोस्, हुन त आजभोलि जेन्जीवाला मान्छेहरू केही भन्दैन कि होइन। तर जो मिलेनियल्स छ, जो चाहिँ हाम्रो आमा बुवा पुर्खाहरू छन्, उनीहरूले के भन्छन् भन्दाखेरि लाइक मेकिङ सम ट्याटुज, अनि यस्तै ट्याटु भन्न पनि एउटा ट्याबुको रूपमा जान्छ कि हाम्रो गाउँमा चाहिँ। अनि अर्को भनेको पनि सेम लामो कपाल पाल्यो भनेर पनि त्यसलाई चाहिँ धेरै हुन्छ नि घृणा गर्ने अलिकति टाइम हुन्छ नि, ट्यापे भन्ने टाइपको। सो तिनीहरू होइन ट्याबुको रूपमा जान्छन् क्या। अनि मैले पनि यस्तो नगरेको होइन, मैले पनि आफ्नो पढ्ने उमेरसम्म त म थुप्रै यस्तै मतलब समाजलाई नै फलो गरिरहेको थिएँ। जो पनि आफ्नो वरिपरि थियो दाइ दिदी, जो पनि आमा बुवा होइन, जस्तो जे भने पनि त्यस्तै टाइपको कपाल काटिरहेको थिएँ। स्कुलमा टिचरहरूले भन्थे, टिचरले भने जस्तो कपाल काट्थे। लाइक हुन्छ नि सानै कपाल बनाएर जाने, कुनै पनि हुन्छ नि आफूमा कुनै पनि टाइपको त्यो इन्भेस्ट नगर्ने होइन। लाइक आफ्नो केही आइडेन्टिटीको मतलब थिएन। तर होइन जब लाइक आई फिल कि होइन कि समाजबाट अलिकति बाहिर जाउँ होइन, जब काठमाडौँ गइयो त्यसपछि थाहा हुन्छ कि लाइक दे हेभ देयर ओन मिनिङ होइन, त्यस्तो हुन्छ। सो आई डिफाइन माई ओन। केही टाइमको लागि म पनि कपाल पालेर बसौँ त्यो टाइपको के। र कपालसँग जोडेर थुप्रै स्टोरीहरू पनि जोडिन्छन् है। तपाईँ घुम्दै जाँदाखेरि होइन कोही आउँछ कि मेरो पनि यस्तै कपाल थियो यार, मेरो पनि पाल्ने रहर थियो, मैले पनि काटेर भर्खर भ्याएको छु, त्यही नयाँ पालिरहेको छु। अनेक कथा कहानीहरू कपालकै एउटा शीर्षकमा सुरु हुन्छ। त्यो नेटवर्किङको एउटा सब्जेक्ट पनि बन्न जान्छ है गाइजहरू। सो यो चाहिँ हुन्छ नि आफ्नो एउटा फिलिङ्स छ क्या कपाल भन्ने इमोसन, नट होइन म कसैलाई मतलब ब्लेम गर्दैन। लाइक इट्स आवर ओन। सो जस्टिन बिबरले भनिरहेको हुन्छ नि बी योर सेल्फ, त्यो पहिलाको गाना लभ योर सेल्फ होइन। त्यसको मिनिङ पनि अहिले बुझिरहेको हुन्छ कि जब म कपाल पाल्न सुरु गरेँ, लाइक स्टार्टेड यहाँ होइन कपालबाट भयो, तर जुन हुन्छ नि रियलाइजेसन भनेको त्यो सुरुवात नै भइरहेको थियो। तर मौका आएपछि छोड्नुहुन्न है गाइज। लाइक आई स्टार्टेड डुइङ दिस। अनि यसले चाहिँ मलाई भन्छ कि कपालले चाहिँ याद दिलाउँछ एउटा चिजको कि तपाईँको आफ्नो लाइफ हो भनेर। सो कपाल ठुलो हुनु मात्र कुरा होइन क्या, यसलाई तपाईँले होइन कुन तरिकाले मान्नुहुन्छ त। लाइक मैले भने कि समाजले ट्यापे तरिकाले तपाईँलाई हेरिरहेको हुन्छ, तर म भन्छु होइन यो चाहिँ एउटा यदि राम्रो वेमा सोच्ने हो, एउटा दार्शनिक हिसाबले सोच्ने हो भनेपछि होइन कपाल भनेको यस्तो कुरा हो जुन चाहिँ होइन तपाईँले धैर्यता भन्ने कुरा हुन्छ नि, त्यो तपाईँले थुप्रै सुन्नुभयो होला, त्यसको चाहिँ एउटा यो सिम्बल हो क्या। लाइक हुन्छ नि एउटा कपाल हुर्कनलाई होइन बडी म्यास मतलब बडी अनुसार हो कि कुनै शरीरमा चाहिँ जस्तै कुनै मान्छेको एकै महिनामा चाहिँ 1 हात लामो अथवा 1 बिट्टा लामो के भन्छन् कपाल उम्रिन्छ होला अथवा त्यो लामो हुन्छ होला। तर मलाई जुन टाइपको यो कपाल छ नि यो पुग्नको लागि म तपाईँलाई देखाइदिन्छु होइन। लाइक यति कपाल पुग्नलाई होइन मलाई चाहिँ 2 वर्ष लाग्यो कि। लाइक अब यसलाई म त्यस्तो पार्दैन होइन, तर यो हुन्छ नि प्यासेन्स धैर्यता भन्ने कुरा हुन्छ नि यसमा हुन्छ। लाइक कपाल कसैको चाहिँ एकदम बिस्तारै ग्रो भइरहेको हुन्छ कि लाइक मेरो। अनि अर्को भनेको कन्सिस्टेन्सी भन्ने कुरा हुन्छ नि त्यो यसमा हुन्छ। लाइक मैले हर वक्त होइन यसलाई माइन्डफुलनेसको साथमा अब कपाल काट्दाखेरि चाहिँ कसैलाई मतलबै हुन्न होइन, तर मैले ख्याल गरेको छु कि आफ्नो कपालको लागि चाहिँ थुप्रै कुराहरू लाइक तेल लाउने, नुहाउने, फोहोर भएपछि सफा गर्ने, अनि हुन्छ नि यसरी बान्ने कुराहरू, कम्बिङ गर्ने कुराहरू होइन अलिकति हुन्छ नि त्यसमा चाहिँ अलिकति मेहनत लागेको छ, कन्सिस्टेन्सी निरन्तरता भइरहेको छ। अनि अर्को भनेको लाइक
एउटा एक्सेप्ट हुन्छ नि एक्सेप्टेन्स के लाइक यु आर डिफ्रेन्ट के तपाईँ फरक हुनुहुन्छ सबैजना एउटै होइन नि भन्ने कुरा यसले पनि मलाई रिमाइन्ड गराउँछ सो यो एकदम सरल छ कि लाइक लाइफ हुन्छ नि आफूमा डिपेन्ड गर्छ सो यु आर द यु होइन तपाईँ नै हो त्यो टाइपको हुन्छ नि एक टाइपको फिल दिन्छ कि यसले सो गाइज होइन एउटा मेसेज तपाईँलाई म सेयर गर्न चाहन्छु कि यदि तपाईँ आफ्नो लाइफ बाँचिराख्नु भएको छ भनेपछि र सक्सेसफुल्ली एउटा लाइफ बाँच्न चाहनुहुन्छ भनेपछि जस्तै म आफूलाई हुन्छ नि एउटा लामो कपालको रूपमा तपाईँलाई म देखाउँदैछु कि लाइक आई एम डिफ्रेन्ट आई एम अलिकति हुन्छ नि लाइक प्यासेन्समा भर पर्छु र एउटा लङ टर्मलाई सोचिरहेको हुन्छु त्यो म यदि देखाउँदैछु भनेपछि म तपाईँलाई भन्छु कि तपाईँको पनि आफ्नो लामो कपाल छ होइन म जस्तै नहोला होइन फिजिकल्ली तर मेन्टल्ली तपाईँसँग माइन्डसेट त्यो छ कि म भन्छु हुनुपर्छ पनि एभ्री वान हेभ देयर ओन लङ हेयर अनि कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि मान्छेहरू त्यही लामो कपाल बनाउनलाई नै तराइरहेको हुन्छन् लाइक जागिर खा भनिदियो जागिर खान गयो उता भर्ती हो भन्दाखेरि भर्ती भइहाल्यो विदेश जा भनेपछि विदेश गइदिने होइन अनेक टाइपको मान्छेले पुस गरिरहेको छ भने पुस भइहाल्ने उसकै डाइरेक्सनमा गइदिने त्यो होइन कि लाइक चुज युवर सेल्फ गाइज है एउटा त्यो पनि हुन्छ अनि एउटा कुरा सबभन्दा ठुलो रिग्रेट तपाईँ गर्नुहुन्छ होला कि जब तपाईँ बुढो भइहाल्नुहुन्छ नि त्यसपछि रिग्रेट गर्नुहुन्छ कि मैले त गर्दै गरेन आफ्नो जवानीमा आफ्नोपनको मैले त कुरै गरेन त्यसैले फ्रिडम कति बेला स्टार्ट हुन्छ भन्दाखेरि तपाईँ जब चाहिँ हुन्छ नि अरूको सहमतिको मतलब अरूले चाहिँ हजुर भनेपछि चाहिँ मैले गर्छु भन्दाखेरि भएन अरूसँग त्यो हुन्छ नि पर्मिसन माग्दा बन्द गर्नुहोस् क्या किनकि जबसम्म तपाईँ पर्मिसन लिएर होइन पर्मिसन लिँदा जब मतलब कुनै पनि अगाडि बढ्नुहुन्छ नि त्यसपछि तपाईँलाई त्यो फ्रिडम भन्ने त चिजै होइन नि त तर एउटा कुरा चाहिँ हो फेरि फ्रिडम त पाउने हो होइन तर पोजिटिभ वेमा जाने हो क्या सबै रेस्पोन्सिबिलिटी लिएर न कि यार फ्रिडम पाउने बित्तिकै गटी छाडा चाहिँ हुनु भएन त्यो कुरा पनि हो सो फ्रिडम लिने तर त्यसलाई चाहिँ कन्ट्रोल नगरोस् कि अरूको सहमतिले चाहिँ तपाईँलाई ओके सो त्यसैले होइन लास्टमा यही भन्न चाहन्छु सायद म कुनै दिन आफ्नो लामो कपाल पनि काट्छु होला तर यो होइन कि होइन कसैले मलाई भनेको छ क्या आफ्नै म सोचले काट्छु क्या तर कसैको दबाबमा म काट्दैन होला That's the end. Thank you for your presence here. Hi guys. गाउँमा त यस्तै छ गाउँको माहौलमा म ब्याकग्राउन्डमा देखिराख्नु भएको छ होला सो काठहरू छन् ग्यास परेको हुँदैन ग्यास अलिअलि परेको हुन्छ तर पनि सो गाइज थ्याङ्क यू फर वाचिङ अनि थ्याङ्क यू फर लिसनिङ आउने एपिसोडहरू पनि आउँछन् सो पोडकास्टलाई पनि सब्सक्राइब गरेर राख्नु होला यस्तै